स्वर्ग जस्तो देशमा जन्मेर पनि शान्तिले बाँच्न नपाउनु योभन्दा ठुलो दुर्भाग्य के होला। यहाँका जनताहरू प्रत्येक दिन सुखी र शान्तपूर्ण जीवन जिउनका लागि आश र प्रार्थना गर्छन्। उनीहरूलाई धेरै कुरा केही चाहिएको छैन, केवल यो स्वर्ग जस्तो ठाउँमा शान्तिपूर्ण जिन्दगी बिताउन मन छ। प्रकृतिले जति हाम्रो देशलाई वरदान दिएको छ सायद त्यो अरू ठाउँमा छैन होला, तर पनि सुनको बटुकामा हामी अहिले पनि भिख मागिरहेका छौँ। हामीले हाम्रो मूल्य कहिले बुझ्ने?